नमस्कार, म प्रतिमा शर्मा। आशा गर्दछु हजुरहरूले आजको दिन एकदमै राम्रोसँग बिताउनु भयो होला। जसरी मैले हजुरहरू सामु केही महिना अघि एउटा बाचा राखेको थिएँ कि म तपाईहरूले पठाउनु भएको लेखमध्ये 10 वटा लेख छानेर वाचन गर्नेछु भन्ने जुन कुरा थियो, आज म पहिलो लेख हजुरहरू सामु पस्किन गइरहेको छु। अनि आजको पहिलो कविता हामीलाई पठाउनु भएको छ गेजिङ पश्चिम सिक्किमबाट कवि हेमन्त उपाध्यायज्यूले। अनि उहाँलाई एकदमै आफ्नो लेखमा निरन्तरता दिने शुभकामना अगावैबाट दिन चाहन्छु। कविताको शीर्षक रहेको छ यादहरूको आन्दोलन। धेरैभन्दा धेरै माया दिनुहोला। दिनभरिको तामझामपछि बेलुकीको फुर्सद पनि छुट्टै कुरो हुँदो रहेछ। दिनभरिको तामझामपछि बेलुकीको फुर्सद पनि छुट्टै कुरो हुँदो रहेछ। बन्द कोठा, त्यसभित्र काठे किराको चरको आवाज, भेन्टिलेसनबाट छिरेको अलिकति हावाको स्पर्श, मेरो आँखाले अधिकार मागिरहेको निद्रा अनि निद्राले मागेको तिम्रो आकृति। मेरा आँखाले अधिकार मागिरहेको निद्रा अनि निद्राले मागेको तिम्रो आकृति। तिमीलाई सम्झिएर भुसुक्कै निदाउनु पनि छुट्टै कुरो हुँदो रहेछ। प्रिय मान्छे हामी सँगै नहुनु भनेको त यादहरूको आन्दोलन रहेछ। हामी सँगै नहुनु भनेको त यादहरूको आन्दोलन रहेछ। धन्यवाद। यो थियो पहिलो कविता। हजुरहरू सामु यस्तै पाराले दोस्रो तेस्रो गर्दै 10 वटा कविता म पस्किनेछु। अनि यदि हजुरहरूले पनि आफ्नो लेख पठाउन चाहनुहुन्छ भने मेरो इमेल आइडीमा पठाउन सक्नुहुनेछ, अथवा मेरो फेसबुक पेजको मेसेन्जरमै भए पनि हजुरहरूले आफ्नो लेख पठाउन सक्नुहुनेछ। म छानेर 10 वटा कविता चाहिँ हजुरहरू सामु पस्किँदैछु, जसमध्ये एउटा कविता हजुरहरू सामु पस्किसकेको छु। अब बाँकी रह्यो 9 वटा। हजुरहरू सामु दोस्रो कविता लिएर छिट्टै नै आउनेछु। तबसम्मको लागि धेरैभन्दा धेरै माया दिनुहोला अनि आफू पनि खुसी रहनुहोला, निरन्तर अघि बढिरहनुहोला। शुभरात्रि।